आज हामी तपाईहरूलाई महिलाहरूले कस्तो श्रीमान अर्थात् कस्तो क्षमता भएको पुरुष चाहन्छन् भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। पुरुषहरूले महिलाबाट के आशा गर्छन् होला र महिलाले पुरुषमा के हेर्छिन् होला भन्ने कुरा धेरैको खुल्दुलीको विषय रहन सक्छ। नम्बर 1 मा रहेको छ आत्मीय प्रेम। महिलाहरू स्वभावैले कोमल, भावुक र संवेदनशील हुन्छन्। त्यसैले उनीहरूको अपेक्षामा सबैभन्दा पहिले र माथि आत्मीय प्रेम नै आउँछ। शरीरभन्दा पनि अगाडि उनीहरू मन खोज्दछन्। चिरकालसम्म जीवित रहने प्रेमका भोका महिलाहरू आफूहरू त्यस्तै गहिराईदेखि भावनात्मक माया गरिरहन चाहन्छन्। त्यसैले महिलाहरू पुरुषबाट सर्वप्रथम भावुक र गहिरो प्रेम खोज्दछन्। समयसँगै धमिलो हुँदै नजाने दिगो र आन्तरिक माया खोज्दछन् महिलाहरू। नम्बर 2 मा रहेको छ सुरक्षित भविष्य। पुरुषहरूमा महिलाहरूले खोज्ने अर्को कुरा भनेको सुरक्षित भविष्य हो। भावी जीवन एक्लो, बेसहारा र दुखी नहोस् भन्ने कामना हरेक महिलाको हुन्छ। त्यही भएर महिलाले पुरुषलाई आफ्नो सुरक्षा कवचको रूपमा हेर्छिन् र उनमा आफ्नो सुखद भविष्य खोज्दछिन्। नम्बर 3 मा रहेको छ शारीरिक प्रेम। जसलाई मन पराउँछन् र मनदेखि माया गर्छन्, महिलाहरू उसैलाई मात्र समर्पण गर्ने खालका हुन्छन्। शरीरको प्रेम पहिलो प्राथमिकतामा नपरे पनि महिलाहरू आफ्नो पुरुषले शारीरिक हावभाव र व्यवहारले स्पर्श गर्दै आफूप्रति माया दर्शाइरहन् भन्ने चाहन्छन्। नम्बर 3 मा रहेको छ मर्यादित व्यवहार। यिनीहरू आफूलाई पुरुषले नबुझेको र नगर्नेको गुनासो धेरै गर्छन्। महिलाहरू उनीहरूलाई घरमा काम गर्ने यन्त्र मानव नठानी उनीहरूको भावनालाई बुझेर पुरुषले संवेदनशील भई उनीहरूसँग मर्यादित, सम्मानजनक र मानवोचित व्यवहार गरून् भन्ने आश राख्दछन्। नम्बर 4 मा रहेको छ पर्याप्त समय। महिलाले आफ्नो पुरुष सधैँ आफूसँगै बसोस् भनेर चाहना राख्नु कुनै अनौठो कुरा होइन। किनभने पुरुषले दिने समयलाई उनले आफूप्रतिको माया ठान्छिन्। पुरुष समयमै घर आउन् र कम्तीमा बाँड्न सकिने समय निकालेर आफ्नो छेउछाउमा बसुन् भन्ने हरेक महिलाको चाहना हुन्छ। कुराहरू सोधुन् र सुनुन्, दुःख सुखका हरेक पलहरू बाँडुन् भन्ने हरेक महिलाको चाहना हुन्छ। यसका साथै महिलाहरूलाई चाहिने पर्याप्त समयहरू पुरुषले दिउन् भन्ने हरेक महिलाको चाहना हुन्छ। नम्बर 4 मा रहेको छ मिठो प्रशंसा। सुरुका केही दिनहरू बाहेक पुरुषहरू महिलाको प्रशंसामा शब्दहरू खर्चिन कन्जुसाई गर्छन्। अरूको दिल खोलेर प्रशंसा गर्ने पुरुषहरूले घरकी महिलाको पनि काम, प्रयास र विचारको प्रशंसा गरिदिए हुन्थ्यो भन्ने हरेक महिलाको मिठो आश रहिरहेको हुन्छ। कुनै दिन उनले पकाएको खानाको, उनको कामको, उनको रूपको पनि तारिफ गरिदिए हुन्थ्यो पुरुषले। तारिफ नै गर्दा पुरुषको के नै घट्छ र भन्ने हरेक महिलाको सोच हुन्छ। 7 नम्बरमा रहेको छ मजबुत आड। त्यस्ता कमै महिलाहरू होलान् जसले आफ्नो पुरुषहरूबाट भरथेक, समर्थन र सहयोगको अपेक्षा नगर्दा होलान्। कुनै कामहरू सुरुवात गर्दा सङ्घर्षमा वा कुनै असफलताको बीचमा दुनियाँहरू बैरी नै बन्दा पनि आफ्नो पुरुषले भने पूर्ण रूपमा साथ दियोस् भन्ने हरेक महिलाको चाहना हुन्छ। हरेक पुरुषहरू उनको पक्षमा बलियो आड बनेर, बलियो पहाड बनेर उभियोस् भन्ने कामना हरेक महिलाको हुन्छ। पुरुषको बलियो आडले उनलाई सहन र अझ प्रयास गर्न प्रेरित गर्दछ। नम्बर 8 मा रहेको छ न्यानो उपहार। यद्यपि अहिले महिला पुरुषले बराबरी र कसैले त पुरुषले भन्दा पनि बढी कमाउन थालेका छन्। तैपनि महिलाको इच्छा पनि गजबकै हुँदो रहेछ। आफ्नो छुट्टै कमाई भए तापनि आफूलाई आफ्नो पुरुषले बेला बेलामा आफ्नो गच्छे अनुसारको नगद वा जिन्सी उपहार दिएको कुन महिलालाई मन नपर्ला। उपहार सानै किन नहोस्, त्यसमा महिलाले आफ्नो ठुलो अपनत्व खोजेकी हुन्छन्।
नम्बर 9 मा रहेको छ सहयोगी साथी। कतिपय पुरुषहरू घर पुग्ने बित्तिकै ठ्याम्मै नबोल्ने र आफ्नो कुराहरू नबताउने खालका हुन्छन्। आफूले काम गरिरहँदा अगाडि बसिदिने, सानोतिनो मद्दत गरिदिने र उनको समस्यालाई सुनिदिने साथीको रूपमा पुरुषले आफूलाई उभ्याएको हेर्न मन पराउँछन् हरेक महिलाहरू। थकित वा अशक्त हुँदा पनि उत्साहित गराउने, भान्सासम्मै गएर गिलास पखाल्ने, तरकारी केलाउने वा मसला पिस्ने काममा पुरुषका लागि केही नहोलान्, तर यति गरिदिए मात्रै पनि महिलाहरू निकै खुसी हुन्छन्। नम्बर 10 मा रहेको छ आदर्श प्रेमी। महिलाहरूले सदैव प्रेम खोज्छन्, त्यही भएर आफ्नो पुरुषमा एक आदर्श प्रेमीको चाहना राख्छन् महिलाहरू। जसरी पुरुषहरू आफ्ना प्रेयसीका लागि सानाभन्दा साना इच्छा पूरा गर्न तत्पर रहन्छन् र उनी रिसाउलिन् कि भनेर सचेत रहन्छन्, त्यसै गरी नै आफ्नो पुरुषले आफूप्रति प्रेमको छवि बनाएर राखेको महिलाहरू हेर्न चाहन्छन्। पुरुषहरू सधैँ आदर्श प्रेमी बनिरहोस् भन्ने हरेक महिलाको चाहना हुन्छ। त्यसैले महिलाले आफ्नो पुरुषमा प्रेमीको रोमान्टिक स्वरूप पनि हेर्न चाहन्छन्। तर महिलाहरूले मात्रै होइन, यसलाई पढ्ने पुरुष मित्रहरूले पनि अलिकति गम्भीरतापूर्वक सोचिदिनु भएर आफ्नो व्यवहारमा थोरै मात्र भए पनि परिवर्तन ल्याउनु भएमा आफूमा भएका कमीलाई कसरी हटाउन सकिन्थ्यो भनेर सोच्नुभयो भने पक्कै पनि तपाईँहरूको महिलासँगको सम्बन्ध अत्यन्तै राम्रो हुन सक्छ। हाम्रो भिडियोलाई हेर्दै गर्नुहोला, साथै हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। ज्ञानका कुराहरू सुन्दै गर्नुहोला। हस्त, धन्यवाद, शुभरात्रि। आज हामी तपाईहरूलाई महिलाहरूले कस्तो श्रीमान अर्थात् कस्तो क्षमता भएको पुरुष चाहन्छन् भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। पुरुषहरूले महिलाबाट के आशा गर्छन् होला र महिलाले पुरुषमा के हेर्छिन् होला भन्ने कुरा धेरैको खुल्दुलीको विषय रहन सक्छ। नम्बर 1 मा रहेको छ आत्मीय प्रेम। महिलाहरू स्वभावैले कोमल, भावुक र संवेदनशील हुन्छन्। त्यसैले उनीहरूको अपेक्षामा सबैभन्दा पहिले र माथि आत्मीय प्रेम नै आउँछ। शरीरभन्दा पनि अगाडि उनीहरू मन खोज्दछन्। चिरकालसम्म जीवित रहने प्रेमका भोका महिलाहरू आफूहरू त्यस्तै गहिराईदेखि भावनात्मक माया गरिरहन चाहन्छन्। त्यसैले महिलाहरू पुरुषबाट सर्वप्रथम भावुक र गहिरो प्रेम खोज्दछन्। समयसँगै धमिलो हुँदै नजाने दिगो र आन्तरिक माया खोज्दछन् महिलाहरू। नम्बर 2 मा रहेको छ सुरक्षित भविष्य। पुरुषहरूमा महिलाहरूले खोज्ने अर्को कुरा भनेको सुरक्षित भविष्य हो। भावी जीवन एक्लो, बेसहारा र दुखी नहोस् भन्ने कामना हरेक महिलाको हुन्छ। त्यही भएर महिलाले पुरुषलाई आफ्नो सुरक्षा कवचको रूपमा हेर्छिन् र उनमा आफ्नो सुखद भविष्य खोज्दछिन्। नम्बर 3 मा रहेको छ शारीरिक प्रेम। जसलाई मन पराउँछन् र मनदेखि माया गर्छन्, महिलाहरू उसैलाई मात्र समर्पण गर्ने खालका हुन्छन्। शरीरको प्रेम पहिलो प्राथमिकतामा नपरे पनि महिलाहरू आफ्नो पुरुषले शारीरिक हावभाव र व्यवहारले स्पर्श गर्दै आफूप्रति माया दर्शाइरहन् भन्ने चाहन्छन्। नम्बर 3 मा रहेको छ मर्यादित व्यवहार। यिनीहरू आफूलाई पुरुषले नबुझेको र नगर्नेको गुनासो धेरै गर्छन्। महिलाहरू उनीहरूलाई घरमा काम गर्ने यन्त्र मानव नठानी उनीहरूको भावनालाई बुझेर पुरुषले संवेदनशील भई उनीहरूसँग मर्यादित, सम्मानजनक र मानवोचित व्यवहार गरून् भन्ने आश राख्दछन्। नम्बर 4 मा रहेको छ पर्याप्त समय। महिलाले आफ्नो पुरुष सधैँ आफूसँगै बसोस् भनेर चाहना राख्नु कुनै अनौठो कुरा होइन, किनभने पुरुषले दिने समयलाई उनले आफूप्रतिको माया ठान्छिन्। पुरुष समयमै घर आउन् र कम्तीमा बाँड्न सकिने समय निकालेर आफ्नो छेउछाउमा बसुन् भन्ने हरेक महिलाको चाहना हुन्छ। कुराहरू सोधुन् र सुनुन्, दुःख सुखका हरेक पलहरू बाँडुन् भन्ने हरेक महिलाको चाहना हुन्छ। यसका साथै महिलाहरूलाई चाहिने पर्याप्त समयहरू पुरुषले दिउन् भन्ने
हरेक महिलाको चाहना हुन्छ। नम्बर 4 मा रहेको छ मिठो प्रशंसा। सुरुका केही दिनहरू बाहेक पुरुषहरू महिलाको प्रशंसामा शब्दहरू खर्चिन कन्जुसाई गर्छन्। अरूको दिल